Hello guys, welcome to our channel. So guys, आज चाहिँ हामी आमा छोरीको मुकबाङ भिडियो है। यहाँनिर यति बेसी राइस लिएको छु, दुईजना यसमा खान्छौँ है। र गोरुको मासु एकैचोटि हाल्यो हैन नि? गोरुको मासु खाने छौं। तातो बस्तीमा काटेको हो है। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। हामी आमा छोरी एकैसँग खाने छौं। आशा गर्छु तपाईहरुले भिडियो मन पराइदिनु हुन्छ अनि लाइक सब्स्क्राइब शेयर गरिदिनु हुन्छ। ओके ओके यो टेक न भनेर चाहिँ साथीभाइहरु। ओके सुरु गरे अनि खाऊ। अब प्लेट सानो छ हाम्रो है। अन्त चाहिँ प्रे गर्छ कि मेरो छोरीले तिमी यसमा यसो गर्दै खाऊ। ल्याउँदै यसरी खाऊ हो। म जस्तो यहाँ हेर मलाई हेर जस्ट लुक एट मी मलाई हेर त। हात चाहिँ त लैजाऊ तिम्रो छिटो भयो जस्तो लाग्यो। यसरी ल्यायो बेबी छ मेरो त तपाईको खाइ गोरुको मासु हामी चाहिँ गोरु भन्छ अरूले त बफ भन्नु भन्छ हो। अब हामी त गोरु नै खान्छौँ के गर्नु गाइस। बस्तीमा काटेको प्योर गोरु हो है। Oh my god, baby, कस्तो भयो? दामी छ। यम्मी हैन नि? आपालाई पनि आउनु नि भनेको के भात नखानु हुने अरे। भिडियोमा आउनु मान्दैनौ सबैजना क्यामेरा फोबिया मेरो। बाजे बोजू मात्रै मान्छ है। सो गाइस के भन्न चाहन्छु भने है धेरै भयो युट्युबमा ध्यान नदिएको मैले है। हरेस हुन्छ क्या कोही बेला। तपाईहरु नयाँ नयाँ साथीहरु हुनुहुन्छ भने चाहिँ प्लिज दया गरेर युट्युबमा सब्स्क्राइब गरिदिनु होला। युट्युबमा त सब्स्क्राइबहरु गर्दाखेरि त्यो अमाउन्टहरु त माग्दैन नि त है। सिम्पल मागिहाल्छ भने इमेल आइडीहरु माग्छ है। अन्त गरिदिनु होला है। अनि मलाई पनि साथ सपोर्ट दिनु होला हजुरहरुले है। नाम के बताऊ है। ये खाने को मन लाग्यो है। बिग मासु र हड्डी। मजाले भन्छ नि है। गोरुको हड्डी है। मजाले पाकेको छ नि त हैन। हजुरहरुले आमा छोरीको फेरि भिडियो अपकमिङ भिडियोहरुमा आमा छोरी आउनुहोस् न भनेर भन्नु चाहनुहुन्छ भने चाहिँ यसो कमेन्ट राखिदिनु होला है। हामी त्यही हिसाबले आउने छौं हैन। आज चाहिँ मेडेको छुट्टी थियो र नानी र म बसौँला नानी भनेर चाहिँ आको नि त। अन्त चाहिँ र मिस लक्ष्य भएर खानु गएको है। सो सबैलाई अब के भन्नु ह्यापी मे डे भन्न सक्दिन है। के भन्नु मजाले इन्जोय गर्नु भयो होला। हामी चाहिँ घरमै बस्यौँ कहीँ पनि गएनौँ। दाउरा काट्यौँ है। आमा अस्ति मात्रै गएको थियो है। अब एक्जाम लड्कोमा लानु हुँदैन उसले त हामी लाँदैन त है। मेमा छ निट छोड्देऊ न त्यो बिरालो। छोड्देऊ न बिरालो आउँछ नि। चोर बिरालो के हुँदैन छोड्देऊ न आउँछ नि। वाउ यो चिली चाहिँ ड्राई चिली हो कि फ्राइड भेरी स्पाइसी। अब डल्ले टोक्ने दिन आउँदैछ। अब हाम्रो चाहिँ बिगिनिङ हो नि त हैन। हामी सबै पर्फेक्ट सेटिङहरु आउँदैन हामीलाई गर्नु। किनभने कोही पनि सिकेर पर्फेक्ट सिकेर आएको हुँदैन नि त है। इट टेक्स टाइम टु लर्न एभ्रिथिङ हैन। सो अहिले हामी त यसरी भुइँमै
टेबलमै क्यामेरा राखेर यसरी बात मार्छौँ हो। भोलिपर्सि हाम्रो पनि अलिअलि तपाईँहरू साथ सपोर्ट दिनु भएर अलिअलि इन्कम थाल्यो भने चाहिँ ल्याउला नि त सेटिङ फिटिङहरू सबै कुरो होइन। फर्स्टदेखि नै त को पर्फेक्ट हुन्छ त, नो वान इज पर्फेक्ट होइन एट द बिगिनिङ। सो अब जो नयाँ हुनुहुन्छ, नयाँ फलोवर्सहरू हुनुहुन्छ है, मेरो भिडियोलाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला है गाइस। नानी वेट नुमा वेट ल। मेरो छोरीले चाहिँ तिर्खा लाग्यो अरे नि त, पिरो भएछ कि गाइस, अन्त चाहिँ पानी खाएको। होइन घाँटीमा अड्केर ए अड्क्यो, ओ माई गड अड्क्यो अरे नि त उसलाई। बुझ्ने छोरी हो नि त है। छैन त कहाँबाट आउँछ? बोन छ नि यो पनि खाऊ। बुझाएर फेरि प्रभु एकछिन गाइस पस गरेर चाहिँ भात थपेर आएको नि त। भात र मासुको थपेर आएको है आमा छोरीले नि। खाऊ मजाले खाऊ, फेरि खायो भने खान्छु आमा भन्नुभयो ल। मेरो छोरी चाहिँ क्लास 1 पढ्छ गाइस। मम्स इज भेरी इन्टेलिजेन्ट, एकदम बाठी छ क्या मेरो छोरी चाहिँ। वाउ नानी भात कस्तो भयो? कस्तो पकाउँछ चामल भनिदियो न गाइस, भनिदियो न। मिठो मिठो भक्कु मिठो। गाइस म खराबले मार्दैछ। वाउ चिङ्को आउट अरूको चाहिँ क्युट प्लेट हुन्छ कि, हाम्रो चाहिँ बोल। तिमी देखाइदिउँ पनि बटुका बोल। सबैले एउटा हुनु भएन नि त होइन, एक्स्ट्रा हुनु पऱ्यो नि त। एक्स्ट्रा हाम्रो चाहिँ ओरिजिनल हो, रियल हो, सोइङ होइन है गाइस। चाहिँ पिरो मिट सबैले अल्छी नमानी भिडियो अन्तसम्म हेरिदिनु होला है। अनि आमा छोरीको पनि भिडियो अन्तसम्म हेरिदिनु होला। वाउ गड पुरा पिरो भयो चिन्कु, अहिले पुरा पिर्छु म। ल बिरालो के बिरा हाम्रो चिङ्कु बिराउरा हुन्छ, जति दिए पनि त्यतिको हो यिनीहरू। चिङ्कु खर्चामा पर्छ खर्चामा ल्याएमा अनि केयरफुल्ली मसिनो हड्डी छ ल, घाँटीमा अड्किन्छ मेरो छोरीको ल। सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।
कृपया अन्तसम्म हेरिदिनु होला है आमा छोरीको मुखबाङ भिडियो। अनि कमेन्ट गर्नुहोस् होला फेरि आमा छोरीको भिडियो ल्याउनुहोस् न भनेर है। त्यही अनुसारले हामी हजुर समक्ष ल्याउने कोसिस गर्दछौँ। ओके, गुड नाइट।